साथीहरू, भुन्टी सिरियलको नयाँ भागमा भुन्टीले फेरि पनि दुःख पाउन सक्छिन् किनभने विदेशबाट आएकी भाउजूले अहिले भने भुन्टीलाई गलत बुझ्न थालिसकेकी छिन्। भुन्टी पढ्दै नपढेको अनि गाउँको केटी भनेर विदेशबाट आएकी भाउजूले भुन्टीलाई हेप्ने कोसिस गर्न खोजिरहेकी छिन्, तर भुन्टीलाई भने यस विषयमा कुनै पनि जानकारी छैन। भुन्टी त पढ्नको लागि स्कुल गएकी छिन्, तर विदेशबाट आएकी भाउजूले भने सबैभन्दा सुरुमा त घरभरि भुन्टीको फोटा टाँसिएको देख्छिन्। यो कुरा उनलाई मन पर्दैन। घरमा त सबैजनाको फोटा टाँसिनु पर्थ्यो, तर भुन्टीको मात्र टाँसेको छ भनेर उनले प्रश्न गर्छिन्। यता भीमले भने हाम्रो दाजु अनि भाउजूको सम्बन्ध बीचमा खराब भएको थियो, त्यही भएर दाजु भाउजूको सम्बन्ध खराब नहोस् भनेर यो फोटा त मैले टाँसेको। दाजु भाउजूको सम्बन्ध सुधार्नको लागि यी सबै फोटाहरू मैले टाँसेका हुन्। अब त तपाईहरू पनि विदेशबाट आउनुभयो, सम्पूर्ण परिवार एकै ठाउँमा बसेर फोटो खिचाएर टाँसौला न भनेर भीमले आफ्नी विदेशबाट आएकी भाउजूलाई जवाफ दिन्छन्। त्यस पछाडि फेरि भने विदेशबाट आएकी भाउजूले अनि भूपेन्द्र बाबु त्यति धेरै पढे लेखेको मान्छे, तर यसरी पढ्दै नपढेको गाउँको केटीसँग किन बे गरेका? अब भुन्टी त भर्खर पढ्नको लागि स्कुल जाँदै रहेछिन्। अब पढ्ने अनि कहिले आफ्नो श्रीमानलाई व्यापार अनि बिजनेसमा सहयोग गर्ने होला। पढिसक्न त कति समय लाग्ने हो, किन भूपेन्द्रले यस्तो गाउँको केटी बे गरे भनेर भाउजूले फेरि पनि भीमलाई प्रश्न गर्छिन्। अनि भीमले भने जवाफमा भाउजू यसरी गाउँको केटी भए तापनि अनि भर्खर पढ्नको लागि स्कुल गए तापनि धेरै बुझ्ने हुनुहुन्छ, सबैजनालाई सहयोग गर्नुहुन्छ, राम्रो व्यवहार गर्नुहुन्छ, भूपेन्द्र दाइलाई पनि उस्तै सहयोग गर्नुहुन्छ भन्दै भीमले जवाफ दिन्छन्। तर उनले भने भुन्टीको कुरा काटि नै रहन्छन्। उनका श्रीमानले पनि यसरी भुन्टीको कुरा नकाट, भूपेन्द्रले नराम्रो मान्न सक्छ भनेर सम्झाउँदा पनि भुन्टी जस्तो गाउँको केटी भूपेन्द्र जस्तो केटासँग बे गर्न पाउँदा त धेरै खुसी भएकी होली भन्दै यसरी ती विदेशबाट आएकी भाउजूले भने अहिले भुन्टीको धेरै कुरा काटिरहेकी छिन्, भुन्टीलाई गलत बुझेकी छिन्। कतै विगतमा बालकुमारीले भुन्टीलाई गलत बुझेर विभिन्न आरोपहरू लगाउँदै अनि सासानो कुरामा दोष दिएर दुःख अनि पीडा दिए जस्तै विदेशबाट आएकी भाउजूले कतै भुन्टीलाई दुःख त दिने होइनन् भनेर हामीले अनुमान लगाउन सक्छौँ। पक्कै पनि यसरी भाउजूले भुन्टीलाई गलत बुझ्दै गइन् भने अनि यति धेरै आरोपहरू लगाएर भुन्टी पढ्दै नपढेको भनेर हेप्न थालिन् भने पक्कै पनि भुन्टी अनि ती भाउजूको सम्बन्ध बिग्रन्छ। भुन्टी सिरियलको अर्कोतिर भूपेन्द्र भने यसरी दाजु भाउजू विदेशबाट अचानक आएका कारणले खुसी जति देखिन्थे, तर वास्तवमा नै उनी त्यति धेरै खुसी रहेनछन् भन्ने कुरा पनि हामीले थाहा पाउन सक्छौँ। दाजु भाउजूको अगाडि त भूपेन्द्र धेरै खुसी भए जस्तो देखिन्थे, तर आफ्नो अफिसमा काम गर्न गइसकेपछि भने आफू एक्लै भएको समयमा भूपेन्द्र धेरै निराश पर्छन्। यति चाँडै दाजु भाउजू आफ्नो परिवार लिएर नेपाल आउनुहुन्छ जस्तो त मलाई लागेको थिएन, तर दाजु भने खबरै नगरिकन सम्पूर्ण परिवार लिएर सधैँको लागि नेपाल बस्ने भन्दै आउनुभयो। अब नेपाल बस्ने भनिसकेपछि पक्कै पनि दाजुले मलाई विगतमा दिएको त्यत्रो पैसा माग्नुहुन्छ अनि मैले त्यत्रो पैसा कसरी तिर्ने? मेरो त बिजनेस पनि घाटामा गइरहेको छ, राम्रोसँग काम पनि गर्न सकेको छैन, अनि यो समयमा दाइले पैसा माग्नु भयो भने पैसा तिर्ने त कुनै पनि उपाय छैन। यसो भन्दै भूपेन्द्र धेरै निराश परेका छन्। त्यति मात्र नभएर अब पैसा उता दाइले मागिहाले भने भूपेन्द्र अनि भूपेन्द्रका दाइको पनि सम्बन्ध बिग्रन सक्छ। भुन्टी सिरियलको अर्कोतिर भने अहिले भूमिका पनि धेरै घाइते भएकी छिन्। भूमिकाको अनुहारमा जिउभरि धेरै चोटपटक लागेको छ अनि उनी धेरै घाइते भएकी छिन्। वास्तवमा भूमिकाको स्वास्थ्य अवस्था धेरै बिग्रिसकेको छ। उनी जिउँदै छिन् कि मरिसकिन् भन्ने विषयमा पनि हामीले कुनै जानकारी त पाएका छैनौँ। त्यति मात्र नभएर भूमिका कसरी यो अवस्थामा पुगिन् भन्ने कुरा पनि हामीलाई थाहा छैन। हामीले अन्तिम समय भने भूमिकालाई भूमिकाकै बोयफ्रेन्डसँग देखेका थियौँ। वास्तवमा भूमिका अहिले धेरै पछुताउनु परेको छ। विगतमा भूमिका भने आफ्नी आमा बालकुमारीसँग झगडा गरी अनि आमा आफ्नोभन्दा ठुलोले भनेको नमानिकन भूमिका सहर आएकी थिइन्। केटाको पछि लागेर भूमिका सहर आउँदा अहिले भने यति धेरै पछुताउनु परेको हो। जब भूमिका अनि त्यो केटाको सम्बन्धको विषयमा भूपेन्द्र भुन्टीले थाहा पाए तब उनीहरूले भूमिकालाई सुधार्ने सम्झाउने धेरै
कोसिस गरेका थिए, तर भूमिका भने त्यही केटाको पछि लाग्थिन् अनि आफूभन्दा ठुलोले भनेको मान्दैनथिन्, जसकारण अहिले भने भूमिकाले यति धेरै पछुताउनु पर्ने अवस्था आएको छ। वास्तवमा पक्कै पनि त्यही केटाले बेगर्छु भनेर विगतमा त आश्वासन दिएको थियो, तर अहिले भने धोका दिएको अनि बे नगर्ने कुरा स्वीकार गर्छ, जसकारण भूमिकाले धेरै दुःख पाइरहेकी छिन्। अहिले भने भूमिका घाइते अवस्थामा छिन् अनि कतै त्यही केटाले आक्रमण गरेर भूमिकालाई यो अवस्थामा त पुर्याएको होइन कि भूमिकाले आत्महत्या गरिन् भन्ने कुरा भने हामीले नयाँ भागमा मात्र थाहा पाउन सक्छौँ। भुन्टी सिरियलको नयाँ भागमा भने हामीले भीम र भूपेन्द्रको सम्बन्ध राम्रो भइसकेपछि उनीहरू भने काम गर्नको लागि अफिसतिर जाने तयारी गरिरहेका हुन्छन्। त्यही समयमा भुन्टी पनि पढ्नको लागि विद्यालय जाने तयारी गरिरहेकी हुन्छन्। तिनैजना घरदेखि बाहिर निक्लदा छक्क पर्छन्, किनभने घरको बाहिर त विदेशमा बसिरहेका दाजु भाउजू अनि दाजु भाउजूको छोरा आएको हुन्छ। यो देखेर भूपेन्द्र भीम धेरै छक्क पर्छन्। यसरी अचानक दाजु भाउजूलाई आँखा अगाडि देख्दा अनि दाजु भाउजूले यति ठुलो सरप्राइज दिएको देख्दा भूपेन्द्र र भीम छक्क पर्छन्। उनीहरूले आफ्नो दाजु भाउजूलाई ढोक्छन् अनि तपाईहरु त खबरै नगरी आउनुभयो, यदि हामीलाई खबर गर्नु भएको भए अनि लिन बोलाउनु भएको भए हामी एयरपोर्टसम्म आउँथ्यौँ, तपाईहरु यसरी खबरै नगरी आएका कारणले गर्दाखेरि दुःख पाउनु भयो भनेर भीम र भूपेन्द्रले आफ्नो दाजु भाउजूलाई भन्छन्। यता भाउजूले भने हामीले फोन त गरेको तर तपाईहरुको फोन लागेन भनेर भन्छन्। भूपेन्द्रले पनि आफ्नी श्रीमती भुन्टीलाई पनि आफ्नो दाजु भाउजूको अगाडि बोलाएर चिनाउँछन्, किनभने दाजु भाउजूले भुन्टीलाई पहिलो पटक देखेका थिए अनि यता भुन्टीले पनि भूपेन्द्रको दाजु भाउजूलाई यो पहिलो पटक देखेकी थिइन्। वास्तवमा भुन्टीलाई भूपेन्द्रका दाजु भाउजू त थिए भन्ने कुराको जानकारी चाहिँ हुन्छ, तर भुन्टीले कहिले पनि भूपेन्द्रको दाइ भाउजूलाई देखेकी हुँदिनथिन्। यो पहिलो पटक थियो जहाँ भुन्टीले भूपेन्द्रको दाइ भाउजूलाई देखेकी हुन्। त्यस पछाडि भने भूपेन्द्रले आफ्नो भाइ भीमलाई नै घरमा नै बस भनेर भन्छन्, दाजु भाउजूको हेरविचार गरेर बस। यसो भन्दै भूपेन्द्रले भने आफ्नो भाइ भीमलाई घरमा नै राख्छन् अनि भुन्टीलाई पनि स्कुलतिर पठाएर आफू भने काम गर्नको लागि अफिसतिर जान्छन्। भुन्टीलाई भने स्कुल जाने मनै हुँदैन, किनभने भर्खर त दाजु भाउजूहरू विदेशबाट आउनु भएको छ अनि आउने बित्तिकै हामी दुवैजना घरदेखि बाहिर गयौँ भने नराम्रो मान्न सक्नुहुन्छ। म चाहिँ स्कुल जाँदिन, बरु तपाईँ काम गर्नलाई अफिस जानु भनेर भुन्टीले भन्दा पनि भूपेन्द्र मान्दैनन्। दाजु भाउजू त विदेशमा बसेको मान्छे, त्यस्तो नराम्रो केही पनि सोच्नु हुँदैन। तिमी पढ्नको लागि स्कुल जाऊ, तिम्रो सपना पुरा गर, म पनि काम गर्न अफिस जान्छु, व्यापार घाटामा गएको त तिमीलाई पनि थाहा छ भन्दै यसरी भूपेन्द्र काम गर्न अफिसतिर जान्छन्, भुन्टी पढ्न अनि भीमले भने विदेशबाट आएका दाजु भाउजू र दाजु भाउजूको छोरालाई घरभित्र लिएर जान्छन्। भीम भने यसरी दाजु भाउजू अचानक नेपाल आएको देखेर धेरै नै खुसी देखिन्छन्। वास्तवमा भीमले भने आफ्नो दाजुलाई प्रश्न गर्दै न त दसैँ तिहार न त कुनै चाडपर्व, खबरै नगरिकन अचानक आउनुभयो, हामीलाई त कति ठुलो सरप्राइज दिनुभयो भन्दै भीमले भन्छन्। अनि दाइले भने यो कुरा गाउँमा आमा बुवालाई पनि नसुनाउनु, हामी भोलि गाउँ जान्छौँ अनि आमा बुवालाई पनि यस्तै सरप्राइज दिन्छौँ भनेर दाजु भाउजूले भन्छन्। विदेशमा बस्ने अनि विदेशमा नै काम गरिरहने भूपेन्द्रका दाइ भाउजू यसरी कसैलाई खबरै नगरिकन अचानक नेपाल आएका छन्। यिनीहरू किन नेपाल आयो होला भनेर भूपेन्द्र भने आफ्नो अफिसमा बसेर सोचिरहेका छन्, किनभने भूपेन्द्रलाई त्यसरी सहरमा घर बनाउन अनि बिजनेस चलाउनको लागि यिनै दाजु भाउजूले पैसा सापटी दिएका हुने रहेछन्। अब भने मैले दाजुको पैसा तिर्नुपर्ने बेला आयो क्या र भनेर भूपेन्द्रले सोचेका छन्, तर पैसा तिर्नको लागि भूपेन्द्रसँग पैसा नै छैन, बिजनेस पनि घाटामा गइरहेको छ भनेर भूपेन्द्र धेरै चिन्ता लिन थालेका छन्। यता घर आइसकेपछि भने विदेशबाट आएका दाइले भीमलाई बिजनेस अनि व्यापारको विषयमा प्रश्न गर्न थाल्छन्। बिजनेस त फाइदामै छ होला नि भनेर प्रश्न गर्दा भीमले भने कहाँको फाइदामा हुनु, हामीले त घाटा खाइरहेका छौँ, विगत लामो समयदेखि राम्रोसँग काम पनि गर्न पाएको छैन, जसकारण बिजनेस त घाटामा छ भन्दै भीमले कुनै पनि कुराहरू लुकाउँदैनन्, कुनै पनि कुराहरू आफ्नो दाइलाई नडाटिकन सबै कुराहरू भन्छन्। भीमले बिजनेस घाटामा गएको कारण पनि आफ्नो दाइलाई सुनाउँछन्। वास्तवमा बिचमा हाम्रो दाजु र भाउजूको झगडा पर्यो, एक अर्कासँग सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्था आएको थियो, जसकारण दाइ भने भाउजूलाई फकाउनको लागि गाउँमा जानुभयो अनि लामो समय गाउँमा नै बस्नुभयो, जसकारण हामीले राम्रोसँग काम गर्न सकेनौँ, कर्मचारीहरूलाई तलब दिन सकेनौँ।
त्यस पछाडि भने दाजु र भाउजू सहर आउने बेलामा उहाँहरूमाथि आक्रमण भयो, जसकारण भूपेन्द्र दाई धेरै घाइते हुनुभयो अनि उहाँ हस्पिटलमा उपचार गराउनको लागि लामो समय बस्नुभयो। त्यति बेला पनि हामीले व्यापारमा ध्यान दिन सकेनौँ, जसकारण बिजनेस त धेरै घाटामा गइरहेको छ भन्दै भीमले जवाफ दिन्छन्। उता विदेशबाट आएका दाईले भने अनि त्यत्रो पैसा लगानी गरेर यति लामो समय भइसक्दा पनि तिमीहरूले त बिजनेसलाई त फाइदामा पुर्याउनु पर्थ्यो, किन यसरी बिजनेस घाटामा गयो त भनेर उनले भीमलाई फेरि पनि प्रश्न गर्दा भीमले जवाफमा भने म त त्यो बिजनेस अफिसमा काम गर्ने एउटा कर्मचारी न हो। सबै कुराहरू बिजनेसको विषयमा सबै जानकारीहरू भूपेन्द्र दाईलाई थाहा छ। भरे भूपेन्द्र दाई आइसकेपछि भूपेन्द्र दाईलाई नै सोध्नु भनेर उनले भन्छन्। भुन्टी सिरियलको अर्कोतिर भने हामीले भूमिकालाई धेरै घाइते अवस्थामा भुइँमा लडिरहेको देख्न सक्छौँ। उता अफिसबाट भूपेन्द्र भने आफ्नै श्रीमती भुन्टी लिएर घर आइपुगेका हुन्छन् अनि घर आइपुग्दा त उनले भूमिकालाई भुइँमा लडिरहेको देख्छन्। तर भूमिका भने कसरी यो अवस्थामा पुगिन् भन्ने कुरा हामीले अझसम्म पनि थाहा पाएका छैनौँ। विगतमा त्यो केटाले बे गर्छु भनिसकेपछि भूमिका त्यही केटाको पछि लागेर सहर आएकी थिइन् अनि सहरमा पनि आफ्नो दाजु भाउजूले सम्झाउँदा पनि भूमिकाले टेरिनन्, जसकारण भूमिका भने त्यही केटाको मायामा अन्धो भइन्। या भनौँ अहिले भने भूमिका त्यो केटाले बे गर्छु भनेर आश्वासन दिएर अहिले धोका दिँदा धेरै पछुताउनु परेको छ। तर भूमिका भने गाउँमा म त्यो केटासँग भागेको सबैजनाले थाहा पाइसकेका छन्, त्यही भएर म जसरी पनि त्यही केटासँग बे गर्छु भन्दै भूमिकाले भन्छन्। अनि भूमिकाले त्यो केटालाई बेको विषयमा कुरा गर्नको लागि फोन गर्छिन्। त्यो केटाले पनि भूमिकाको फोन उठाउँछ, तर भूमिकाले बेको विषयमा कुरा गर्नुपर्नेछ भेटौँ भन्दा त्यो केटा भने म त घरमा छुइनँ भन्दै भूमिकासँग ढाँट्छ। भूमिकालाई पनि त्यो केटा घरमै छ भन्ने कुरामा राम्रोसँग जानकारी हुन्छ। त्यस पछाडि भूमिका त्यही केटाको घरमा जाने निर्णय लिएर भूमिका त्यो केटाको घरमा पुग्छिन्। त्यो केटाको घरमा पुग्दा उक्त केटा त अर्कै केटीसँग गफ गरिरहेको हुन्छ अनि अर्कै केटीलाई बे गर्ने आश्वासन दिइरहेको हुन्छ। यो देख्दा भूमिका अनि त्यो केटीको झगडा पनि पर्छ। झगडा सकिएपछि भूमिकाले भने तैँले मलाई धोका दिस, अब भने म तँलाई जेल हाल्छु भन्दै भूमिकाले पुलिसलाई फोन गर्न खोज्छिन्। तर त्यो केटाले भने भूमिकालाई फोन गर्न दिँदैन अनि भूमिकासँग माफी माग्छ। यो अन्तिम समय थियो हामीले भूमिकालाई यो केटासँग देखेको। त्यस पछाडि भने हामीले भूमिकालाई एकैचोटि भूपेन्द्रको घरमा घाइते अवस्थामा देखेका थियौँ। साथीहरू, कतै यही केटाले भूमिकामाथि आक्रमण त गरेको होइन। अन्तिम समयमा भूमिकाले भने यो केटालाई जेल पुर्याउँछु भनेर धम्की दिएकी थिइन् अनि त्यो केटाले भने भूमिकालाई सम्झाउने कोसिस गरेको त थियो। त्यति मात्र नभएर भूमिकाले आत्महत्या पनि गरेको हुन सक्छ, किनभने विगतमा त्यो केटाले आफूलाई बे गर्छु भन्दै आश्वासन त दिएको थियो। तर भूमिकाले भने त्यो केटाले मलाई धोका दिइरहेको छ अनि बे नगर्ने रहेछ भन्ने कुरा थाहा पाउँछिन्। अनि यसैको कुरालाई लिएर अनि त्यो केटाले धोका दिएकै कारणले गर्दाखेरि कतै भूमिकाले आत्महत्या त गरेकी होइनन्। तपाईहरूलाई के लाग्छ? भूमिका कसरी घाइते अवस्थामा पुगिन् होला अनि भूमिकाको स्वास्थ्य अवस्था कस्तो होला? तल रहेको खाली कमेन्ट सेक्सनमा आफ्ना मनमा लागेका विभिन्न विचार र प्रतिक्रियाहरू लेख्न सक्नुहुनेछ। अनि यस्तै खालको भिडियोहरू हेर्नको लागि हाम्रो यो च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला।